I'm going to break you that. What the hell, camera? Taken my consent to record the video. Throw that out. Have you taken my consent to record my video? Is that necessary or not? Is that necessary or not? यस्तो मिसबिहेभ गरे थिए नि त्यो केटालाई मलाई चाहिँ यस्तो म भागो भादै लास्ट इनोसेन्ट अनि अब उहाँ अमेरिकाबाट आएको नि त बिचरा अब अर्काको देशमा आएर अब ठुल्ठुला कुरा गर्ने ढाउने यसो गर्ने कुरा नि भएन यस्तो बिचरा फेस पनि कस्तो माया लागेर बिचरा नभनौँ अब बाहिर आएको उसलाई चाहिँ त्यस्तो गर्न भएन बनाउँदै अब आफै उहीँ आएर बोलिराख्नु नि अनि फेरि त्यही उस किन भिडियो गरिस् मेरो अनुमति बिना तँलाई केस हालिदिन्छु यताउता त्यो भन्न मिलेन हेलो गाइज गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ नयाँ भ्लगमा अनि आयो सबैजना सन्चै हुनुहुन्छ होला म पनि ठिकै छु अनि अब चाहिँ म चाहिँ भर्खर उठेको अनि अब के गर्नुपर्छ भनेदेखि मैले चाहिँ अब मेरो घनको बेर हाल्न पाउने हुन्छ त्यो फुस्किन्छ अनि अच्छा 8 बजीदेखि चाहिँ काममा जाने हो साँझ गरी बेलासँग गरिन्छ थाहा छैन नि त्यो जुन खाल्टा खन्ने थियो आउने त्यो क्यान्सिल भयो त्यो खाल्टा पुरै फेरि त्यस्तै नयाँ खाल्टा खन्न पर्ने भयो त्यत्तिकै मेरो भए कथेर थाहा छैन मासु मलाई मासु अब मैले छोडेँ मैले अफिसियल्ली छोडेँ मैले यो मासु घरमा हालेर पकाएर खान्न त्यो मैले मात्रै त्यही राख्यो त्यत्तिकै छ खानासँग खाएर त्यस गरेको चाहिँ यो अब घनको बेर मर्मत गर्छु म चाहिँ अनि त्यसो Finally, I made new के भन्छ घनको बेर अरू के भन्छ र हैन है भनौँ अब यो जस नफुट्ला नफुस्किला भन्ने आश छ मस्क्युलर ठोर चाहिँ देखिन्छ र म त ठ्याक्कै यहाँ राखेर Toreg no. खत्रै देखिन्छ यस कस्तो देख्यो मलाई थाहा छैन अनि हिजो जो पनि हाम्रो घर मासु खाना उस गर्न आउनुभयो सरहरूले रक्सीको बोतल यहीँ मासु खाएर थाल त्यत्तिकै हाम्रो घर चाहिँ मैले मात्रै हो नि त भैँसीको मासु खाने अनि साथीहरू चाहिँ त्यतिकै राइडिया चाहिँ नमाजेर गइछन् मलाई माझ्न पर्यो त्यत्रो ठुलो भाँडा खाएको अहिले माझ्नु थाहा छैन अनि अब 8 बजी लगाइसक्यो म चाहिँ खाना खाएर जानुपर्ने हुन्छ अनि हिजो म खाएर मासु खाएर बुरुस गरेर सुटेको त्यही पनि उड्दाखेरि अझै मुख गनाइराखेँ त्यो मासुको चाहिँ जिन्दगी खान्न मैले सुकेटीहरू प्रायः खान्छु तर यस्तो मासु त आलु मासु म जिन्दगी खान्न यो भैँसीहरूको आई स्योर अझै ल काममा जानु साथीहरू नास्ता खाएर भ्यायो अनि बुरुस चाहिँ गरेन मैले ढिलो भए आज अनि उठेर नि गर्न पाएन नि त अनि हिजो चाहिँ मेरो आँखामा लागेको कि ढुङ्गा फुटाल्दाखेरि त्यही भएर चस्मा हिँडेर गएको टन्नै बाहिर हात यसो चिम्म गरेर बाहिर हात लाग्यो थ्याङ्क्स टु गड एन्ड अब बिस्तारै हाम्रो गाउँतिर हरियाली छाउँछ किनकि मगैसकै छ अनि यताउता हेनतेन रौला राख्छन् भइहाल्छ अब सबै आइसक्यो होला जानुपर्ने हुन्छ काममा ल म चाहिँ खानालाई घरमा आइसकेको अनि 5 घन्टा काम गरेँ 8 बजे 9 10 11 12 1 अनि कपडा आएर यहाँ पुरा त्यो लट्ठा तान्दाखेरि
हातमा नि कालो भएको हात चाहिँ धोइसक्यो अनि अब यसो एकछिन मोबाइल सुबाइल चलाउने त्यसपछि फेरि कामतिर फाँडे हान्ने नि ल साथीहरू साँझ परिसक्यो 6:30 भइसक्यो हो अनि हामी चाहिँ खोलामै छौँ यो राखेर आइरहेको काजन ढुङ्गा फुटालेको कामबाट छुटेर अनि भोलि चाहिँ मसला घोल्न पर्ने हुन्छ 25 बोरा कति बोरा सिमेन्टको अनि यताउता अनि हेरौँ न हातमा ठेला छ भएन नि त्यही हो के हैजाहरूले आफ्नो गोजिया दिने हो के रे भयो बारे त धेरै नबोलेकै राम्रो होला हामी आफ्नो काम गरौँ अहिले आफ्नो काम गर्न दिउँ अनि साथी आउनु भइसकेको छ अलि नजिक आउनु साथी देखिनु भएन हजुर जिन्दगी नि कस्तो छ कष्ट होइन कस्तो छ कष्ट रहन्छ कोही छ मलाई छोरी दिने हात हेरौँ न यहाँ कस्तो नजर गयो क्या फर्स्ट पर राम्रो देखिएको है हात राम्रो देखियास बोक्साको हातबाट चाहिँ यस्तै हात दे हात हेर भरे यसको नि गइछ के गर्ने अन्त पैसा चाहियो 6:30 भइसक्यो देखाएर टाइम पनि देखाइदिएन यहाँ 6:30 बजीसम्म खोलामै छौँ हामी एकछिन बस्छ नि त यहाँ आउँछन् हाम्रो मित्राणीहरू किचकन्दीहरू अब यिनीहरूको घरतिर के गर्न सकिन्छ र अब यस्तै छ जिन्दगी अब अरूले त भन्छन् के उहिले दिउँसो काम पनि गरिन्छ अनि साँझखेरि यतातिर उस गरिन्छ नि अनि धेरै लोभ पनि नगरौ धेरै उस्नी नगरौ भन्छन् होइन हो कि होइन विक्रम तर अब जसले जसले के भन्छ जसको जाँगर त्यसैले आँगर भन्ने चाहिँ हो क्या जाँगर छोरा र गरिन्छ जो जाँगर छोरा अब बुढेसकालमा कहाँ गर्ने त होइन अहिले यही यङ एजमा हो भने पैसा कमाउने भनेकै अनि त्यही भएर हामी चाहिँ एकदम मेहनत गर्छौँ त्यही हो कुरा चाहिँ अब कतिर गएर भेटौँ न धेरै बकवास नगरौँ साथीहरू त तिम्रै हो नि फाइनली भनिराख्नु पर्दैन आई एम एट माई होम खानपिन भइसक्यो सर सन्चै हुनुहुन्छ के को मासु हो बोकाएको हेर मम्मी मासला छेखा मिठो छाला नखा धन्य हर्केमा आएनन् यता लखेर भुइँमा बसेर खाएको किन्न ल्याएको र गाँथे किन्न ल्याएको गाँथे एकाटे भुल्ने बस्ने बर्को भखला त्यस्तो दिनभरि काम गरेर आएको छु टाँस खेलो गरे को खेलो टाँस यहाँ हेर न यहाँ के भयो डाक्टर चाहिँ टाढो पानी छ टाढो पानी मै चाहिँ कपडाको हालत हेरौँ यो जानियो कि नजानियो पुरै त्यत्रो भाइले मारेर आएको ए अर्साले
हो मिना मैले त साँच्चीकै छोरे अब हान्न फाल्न भन्दा होइन त पेटमा हाले जाति लाउनुहोस् अनि के गराएर खाएको होला यस्तो तातो के तातै हो है के फुर्सदै छैन है ल अब म पनि कपडा सपडा चेन्ज गर्यो खाना खान्छु अनि यो मेरो यस्तै घर आएर पनि खानासाना खाएर यसो बेडमा आइयो अनि दिनभरि काम गऱ्यो साँझ आएर बेडमा पल्ट्यो अनि सोचिन्छ क्या यो सब के को लागि गरिरहेको छु तर पैसाको लागि अभियसली पैसाको लागि तर त्यो सोचभन्दा पनि एउटा फरक सोच आउँछ कि थकाइ लागेपछि थकान शरीर अनि भारी दिमागको साथमा के हुन्छ भनेदेखि यत्रो भयो अहिलेसम्म केही गर्नै सकिया छैन न फ्यामिलीको लागि केही गर्न सकिया न आफ्नो लागि केही गरिरहेको छ अहिलेसम्म त्यो कुरा चाहिँ एकदम मनमा नै एभ्री मलाई मात्र होइन सबै मिडल क्लास फ्यामिलीहरूको के चाहिँ यस्तो हुन्छ होला सायद हुन्छ होला होइन हुन्छ जो अनि गर्ने कोसिस नगरेको होइन गर्न ट्राई गरिरहेछौँ कोसिस गरिरहेछौँ जहाँ पनि जिरो जेमा पनि अनि त्यही हो अब खत्रै उस्तो गरे होइन के अरे नसुटामै उठेर एकछिन कुराहरूमै आज अब के भन्दा नि कुरा गरे दिन कटम यसो सोचिन्छ क्या यस्तो न केही गर्न सकिया न के छ अनि बाबाआमाले चाहिँ फुल सपोर्ट छोराछोरी केही गर्ला भनेर बाबाआमाले चाहिँ उस गर्नुहुन्छ अनि बाबाआमालाई राम्रो रिजल्ट दिन नसक्दा चाहिँ कता खिन्न लाग्छ क्या मन यसो आफ्नो बाबाआमालाई हेर त्यति आफ्नो लागि कति गर्नु भएको छ अनि हामीले चाहिँ केही गर्न सकेको छैन कि बाबाआमाको लागि मैले चाहिँ केही गर्न सकिरहेको छैन अनि त्यो सोच्दा चाहिँ यसो लाग्छ म किन यार किन भगवान्ले मलाई होइन बाबाआमालाई म जस्तो छोरा दिए झैँ लाग्छ कि मेरो बाबाआमाले चाहिँ अझै म जस्तो होइन मभन्दा एकदम राम्रो छोरा डिजर्भ गर्नुहुन्छ झैँ लाउँछ मलाई चाहिँ होइन लाउँछ जो कि किनकि आइ एम नट पर्फेक्ट आइ एम नट गुड आइ एम नट सक्सेस एट दिस टाइम अब भोलिको कुरा के हो त्यो थाहा छैन तर अहिले हेर चाहिँ भोलि नि अब यस्तै हो फ्युचर अब कसको हार्न के हुन्छ भने थाहा तर प्रेजेन्ट हेरेर चाहिँ फ्युचर टय गर्ने हो नि त अहिले चाहिँ यस्तै छ भोलि के हो नि हो यस्तै भयो भने त म त सक्दिनँ अनि यस्तो हुन्न अब त्यही पनि हाम्रो एउटा कर्तव्य हो नि त गर्ने त अब बाबाआमाले यत्रो बनाइसकेपछि चाहिँ अब हामीले बाबाआमाको लागि केही गरौँ भन्ने सोच हो एउटा सबैजनाले त्यो चाहिँ बुझिदिनु होला कोही चाहिँ हुन्छन् कि हरे कि नबुझ्ने कि बाबाआमालाई दुःख दिने हेन तर दुःख दिए पनि तिनीहरूले चाहिँ कमाउँछन् कमाइ गर्छन् हामी न कमाइदिन सकिया न सुख दिन सकिया दुःख पनि देखेन त्यो छुट्टै कुरा आफ्नो ठाउँमा छ आफ्नो गुड पोइन्ट अफ भ्यू चाहिँ म राख्दैन अहिले चाहिँ फिलहाललाई चाहिँ सोच्दाखेरि होइन किन के भगवान्ले नि किन यस्तो गर्छन् हामीभन्दा मभन्दा अलि राम्रो मभन्दा सक्सेसफुल भएको छोरा दिनु कि हाम्रो बाबाआमालाई होइन सोच्दा नि अचम्मै लाग्छ कि यसो सोध्छु यता हेर उस्तै छ सँगै परेको साथीहरू कोही कहाँ छन् कोहीले के गरिरहेछन् कोहीले के गरिरहेछन् आफू दिनभरि कुल्ली काम गर आयो फेरि घन्टा यता गर फेरि आयो सुटो गर्ने के भोलिको दिनमा के गर्ने भनेर सोच्दा चाहिँ चाइना पर तपाईँको हाई हुन्छ पारा काममा गयो कसले के भन्छ कसले के भन्छ त्यहाँबाट त्यही सुन्न पर्छ अरूको टाढा अब त्यो त सुन्न परिहाल्छ जहाँ गएर पनि तर हल्का उस भएको भए त यस्तो हुन्थेन कि इज्जत पनि छैन खुट्टा बराबर कुकुर बराबर इज्जत गाउँमा गाउँ समाजमा इज्जत भनेको भुसियाको गुलाबुर आइजे खा भनेर हड्डी दिलान् तर इज्जत
त्यस्तै हो त्यसमै पैसा कमाएपछि रेस्पेक्ट आइहाल्छ त्यो ठुलो कुरा भएन अनि अब यस्तो हो के अब अरूको यसो सोच्दाखेरि हामी अब जान नसक्ने होइन गइन्छ ऋण काटेर भए नि अब ठुलै उस गइन्छ तर अब यदि मैले उसको ठुलै देश जानको लागि अब एप्लाई गरेँ अनि भिजा आइहाल्यो अरे अब 10-12 लाख चाहियो अरे अनि त्यो अब त त्यो आफूले त खोज्ने कुरा होइन आफूलाई पठाउन अब हात फैलाउनु त बाबुआमाले हो नि त अब यो उमेरमा अब यतिको आफू यत्रो भइसकेपछि चाहिँ अब चाहिँ बाबुआमालाई अरूको अगाडि हात फैलाउने नबनाउने के सक्दो चाहिँ आफूले केही गर्ने अब ठुलै देश किन जानु पर्यो सानै देश गएर पनि कमाइराख्नु त आफूले नि अब मेहनत गरे जहाँ पनि हुने कुरा हो त्यही भएर चाहिँ अब थाहा नि त अब कसरी उसो दुःख यताबाट अब जति आफ्नो पढाइ पुरा गर्नलाई हाम्रो पुरा पढाइ पुरा गर्नलाई जति कष्ट गर्नुभयो अब करियर चाहिँ आफैले सोलिड बनाउने हो त्यो चाहिँ भनिरहेको छु म सो त्यही हो अब केही गर्नुभयो अब राम्रो दिन आउँछ नआउने होइन अब स्ट्रगल मेन यदि छौँ केही नगरे पनि केही त गरिन्छ त्यो अब आफूमा नि ममा नि कन्फिडेन्स छ नि त अब केही न केही गर्छु भन्ने कन्फिडेन्स पनि छ त्यही हो सो अलि ढिलै भयो के भनौँ ओभर थिङ्किङ यति गर्छु ओभर थिङ्किङमा कसम तर यार अहिलेसम्म कसम नरातिर भन्दाखेरि छम्मै छैन केटी एउटा गर्लफ्रेन्ड होइन कि बोल्ने पनि होइन यसो कोही मन पर्छ अनि बोल्यो यसो फिलिङ आएको बेला बोयफ्रेन्ड रिभिल हानिन्छन् त्यसपछि हात लायो सुन्ने अनि हेर्न आज काटेन त हातमा यस्तो फोरा छ सबै लाउँछ आफ्नो जिन्दगी देखेर नि के जिन्दगी दिया भगवानले मलाई मात्र यस्तो हो र होइन पैसा दिनु कि अरू केही काम जानेको भए हुने केही छैन कला गला केही छैन सिर्फ के छ यही बोलिरहेको छु नि बोल्न पनि राम्रोसित आउँदैन के आएको अनि एउटा के कुरा गर्न मन लाग्यो भनेदेखि त्यो चाहिँ एउटा के अहिले सोसियल मिडियामा भाइरल भइरहेको नि एउटा अमेरिकन टुरिस्टलाई चाहिँ पोखरामा त्यो पिकनिकमा त्यो यस्तो मिसबिहेभ गरेको त्यो कुरा चाहिँ मलाई त्यही बुझेको छैन कि होइन त्यो मलाई पनि समटाइम्स यस्तै हुन्छ कि अब भिडियो हामीले सुट गरिन्छ भिडियो अनि तिनीहरू त्यो भिडियो सुट गरेको बेला तिनीहरू आउँछन् क्या देखिन अनि देखिन आएपछि यो भिडियो नहाल डिलिट गर यताउता भन्छन् त्यो त मैले अब भिडियो गराम यता आऊ भनेर तानेको त होइन तिनीहरू आएको नि त क्यामेरा फ्रेममा त्यो चाहिँ हो कि अनि यो हेर्नु होला यो भिडियो गएर एकचोटि थम्बनेल यताउता छ अनि त्यसमा चाहिँ यस्तो मिसबिहेभ गरेको थियो त्यो केटालाई मलाई चाहिँ यस्तो म भएको भए चाहिँ लास्ट इनोसेन्ट अनि अब उहाँ अमेरिकाबाट आएको नि त बिचरा अब अर्काको देशमा आएर अब ठुल्ठुला कुरा गर्ने ढङ्ग यसो गर्ने कुरा नि भएन यस्तो बिचरा फेस पनि कस्तो माया लागेर बिचरा नभनौँ अब बाहिर आएको उसलाई चाहिँ त्यस्तो गर्न भएन राम्रो सकेसम्म राम्रो गरौँ सक्दैन भने नराम्रो पनि नगरौँ के सकेसम्म राम्रोसित उस गरौँ नेपालको बारेमा यताउता बदनाम आफ्नो राम्रो साइड देखाउँ सकिन्न अनि किन त्यो भिडियो मेरो उस अनुमति बिना किन बनाइ डिलिट गर त्यो त यसले मलाई यस्तो गरौँ भने देखाउने उस गरेको त होइन नि उहाँले त उहाँले भ्लगिङ मैले नि यस्तो भ्लगिङ गराइराख्दाखेरि भ्लगिङ बनाउँदाखेरि अब आफै उहीँ आएर बोलिराख्नु नहुन्न नि अनि फेरि त्यही उस किन भिडियो गरिस् मेरो अनुमति बिना तँलाई केस हालिदिन्छु यताउता त्यो भन्न मिलेन के सो प्लिज है जति पनि अब नेपालमा चाहिँ नेपाल संसारै चिन्छ नि त राम्रो उसो भनेर नै टुरिस्टहरू घुम्न आउँछन् नि त अनि त्यस्तो मिसबिहेभ गऱ्यो भने अर्कोचोटि अर्को आउँछ त्यस्तो नगरौँ अनि फेरि यो भिडियो चाहिँ होलीको दिन आउँछ होलीको पहाड होलीको दिन आउँछ अनि हामी चाहिँ काममै भइन्छ होला सिमेन्ट गोल्दै अनि हजुरहरू चाहिँ यदि यो चाहिँ साझा आउँछ नि त भिडियो अनि खेलिसक्नुहुन्छ होला होली आफ्नो ठाउँमा राम्रोसँग बसेर खेल्नु होला होली नि अनि फेरि उहाँ तराई होली आउनुभन्दा पहिले भिडियो आउँछ नि त त्यही भएर होली खेल्दा चाहिँ एकदम आफ्नो उटो गरेर सेफ्टीका साथ तर कसम रमाइलो त गाउँमै हुन्छ आफ्नै गाउँठाउँमा
म 3-4 वर्ष बुटोल बसेँ होलीमा केटाहरू पनि उस्तै होली खेल्न नमान्ने खाले यस्तो अहिलेकै गाउँकै केटाहरू हो कि बेस्ट गाउँकै केटाहरू जसले तर एउटा अर्जुन भन्ने चाहिँ थिए मेरो साथी तिन चाहिँ हरिफ थिए कि जोस् मुसुरी हेर्दैछौ भने चाहिँ हेर है तिमीलाई चाहिँ सम्झाएको छु अनि अस्ति नारी दिवसको दिन चाहिँ तिम्रो बर्थडे नि रहेछ बर्थडे नि रहेछ होइन मलाई थाहा थियो तर विस गर्न पाएन कि किनकि म बिहानै काममा गएँ अनि आएर मुगा खेलाउने यता टाइम भएन साँझ आएर विस गरिनँ अब के अरू त्यस्तो नराम्रो मान्छ होला भनेर म्यासेज पनि गरेन त्यसको लागि चाहिँ सरी अनि उनले चाहिँ स्कुल लाइफमा चाहिँ धेरै सुरुमा तिनले चाहिँ उस गरेको अनि तिनले नै हो यता त्यो पछि उस गरे जाँदा तिनले कति साथ सपोर्ट गरेछन् भन्ने कुरा चाहिँ अनि डिले भए पनि ह्याप्पी बर्थडे टु यु भिडियो हेर्दैछौ भने चाहिँ इफ यु वाच दिस भिडियो देन सरी त्यो दिन चाहिँ उटो विस गर्न पाएन बिजी छु भने त म आजले बुझ्छौ तिमीले नि अनि त्यही हो होली चाहिँ राम्रोसित खेलौँ है गाइस तिनीसित म चाहिँ फर्स्ट होली चाहिँ खेलेको फोटो छ कि नै यार छ भने चाहिँ यहाँ स्क्रिनमा देख्न सक्छ जाँदाखेरिको फर्स्ट होली खेल्यो अनि सेकेन्ड होली पनि त्यस्तै भयो थर्ड होली पनि त्यस्तै भयो फोर्थ होली चाहिँ विक्रम सरको नि बर्थडे रहेछ त्यसको नि त अब थाहै भएन नि त मलाई त अब सरी है त्यो विक्रम सरसँग होली खेलेको नि फुटेज छ हेर्नु होला यो पनि रमाइलो छ मेयर साहब अझ यस्तो भिडियो बनाउने क्या यस्तो अनि हेर्नु भयो ठिक छ अनि सरी है विक्रम तेरो पनि बर्थडे विस गर्न पाएन भने देखावटी रूपमा गर्ने कुरा नि भएन म्यासेज गर्न पनि सरी अब गाइजहरू म पनि त्यस्तै छु बिजी छु त्यस्तो म्यासेजकै गर्न नसक्ने बिजी त होइन त्यो पनि अब के हुन्छ कि त्यस्तै हो बुझ्छौ होला अनि अब धेरै नबोलौँ अब सबै आफ्नो ठाउँमा गएर होली खेल्नु होला अनि त्यो त्यस्तो मिसबिहेभ चाहिँ कसैलाई नगर्नु होला प्लिज यार फरेनर कन्ट्रीबाट आएको टुरिस्टहरूलाई त्यस्तो मिसबिहेभ गरे के मलाई चाहिँ यस्तो चिट परेको छैन कि त्यो कुरामा किन त्यस्तो गरेको होला नेपालीहरूको अब एउटा नेसनल उसकै होल कन्ट्रीकै उस हुन्छ कि बिजेर हुन्छ अब म इन्डियामा गएर कसैले मलाई मिसबिहेभ गर अनि मैले भन्छु कि इन्डियनहरूले यस्तो गर उस्तो गर भन्नु भन्छ तर इन्डियामा त्यस्तो मान्छेहरू मारेर हुँदैन नि कतिपय राम्रा हुन्छ कतिपय धेरै जस्तो राम्रा हुन्छन् फ्यु पिपल मारेर हुन्छ त्यस्तो हुने अनि नेपालमा नि अब त्यस्तो एउटा राम्रो काम जति गरे नि हुन्न नराम्रो काम चाहिँ एउटा गऱ्यो भने नि पुग्छ कि उस गर्नलाई त्यही भएर त्यस्तो मैले नि अहिले उस गर्दै गएको छु अब भोलि गएर टपमा पुगौँला गरेँ टपमा पुगेर राम्रो काम गर्दै जाउँला गरेँ त्यो किनिन्न कि मैले एउटा वर्ड पनि उस मिस गरेँ नि त्यसपछि सिधै त्यही भएर चाहिँ त्यही हो राम्रो काम चाहिँ जति गरेर नराम्रो तर त्यस्तो नराम्रो नगरौँ है प्लिज है अब जे भयो अब चाहिँ त्यस्तो नगर्नु होला भन्दै आजलाई चाहिँ भिडियो दिने भिडियो मन पऱ्यो लाइक कमेन्ट सेयर च्यानलमा हुन्छ सब्सक्राइब गर्नु होला अब अर्को भ्लगमा बाई बाई गुड नाइट लभ यु अल